सबैजनालाई नमस्कार है। आजको मेरो ब्लगमा घाँसहरू काटिसके अनि म चाहिँ यसो ब्लग भन्दा नि बाइकको ट्रेनिङ गर्नको लागि जाँदैछु अब है। ट्रेनिङ अब सिक्न चाहिँ सिकिसक्यो अनि अब एक्सपिरियन्स हुनको लागि चाहिँ भिडियो यसो हल्का ब्लग बनाउँदै बाइकको ट्रेनिङको लागि जाँदैछु। सबैजनाले मेरो ब्लग हेरेर सपोर्ट गरिदिनु होला, सेयर लाइक गरिदिनु होला है, अनि कपी लिङ्क पनि गरिदिनु होला मेरो भिडियोलाई भन्न चाहन्छु। अब चाहिँ ट्रेनिङतिर लागौँ है बाइकको। गाई अब रोडमा ट्रेनिङ गर्दैछु है, हेर्नु होला मेरो ब्लग सबैजनाले हेर। रोडमा चाहिँ घर सुरुमा चाहिँ हो नि त मेरो, त्यही भएर बिस्तारै बिस्तारै नै कुदाउँदैछु। अब स्पिड कुदाउँदा त फेरि लडिन्छ होला भनेर है, डरसरी त्यस्तो डरसरी भन्दा पनि डर चाहिँ त्यति साह्रो लाग्दैन होइन, तर जोगिन चाहिँ पर्यो नि त होइन। त्यो भएको कारणले गर्दाखेरि बिस्तारै बिस्तारै रोडमा एक्सपिरियन्स बढाउँदैछु बाइकको है। अहिले चाहिँ पानी रहिएर हिजो बेलुकादेखि अलिक राम्रै छ है, त्यो भएर बाटो फुकै रहेछ। ठाउँ ठाउँ चाहिँ हिलो चाहिँ रहेछ, हिलो रहनु चाहिँ होइन, चिप्लो चाहिँ रहेन चाहिँ कुदाउनु चाहिँ सजिलो भइरहेछ। होस् होइन, अब यस्तै एक्सपिरियन्स बिस्तारै बिस्तारै गर्नु पनि छ बाइकको पनि है, बाइकको त्यो भएको कारणले गर्दाखेरि चाहिँ मेरो भिडियो सबैले हेर्नु होला, मेरो ब्लग भन्न चाहन्छु। त अब सपोर्ट गरिदिनु होला मलाई सबैजनाले है साथीहरू। सोलिङमा चाहिँ कुदाउनु अलिक गाह्रै हुँदो रहेछ गाइडहरू है, गाडी चाहिँ यस्तो हुँदो रहेछ क्या है। अब आजको चाहिँ यस्तै ब्लग है।